यस बिन इन्टेरियर ड्रेसिङबाट तयार पारेको पठार बजारमा 9x10 को वापदराज हामीले यो चाहिँ ड्रेसिङ लाइट राखेको छु, स्टिलको ह्याङ्गर राखेको छु यो चुराको लागि। तर विशेष गरी हामीले यो लुक्स राम्रो दिनको लागि हामीले यो दुई साइडमा ऐना राखेको छौँ। यतापट्टि कोट ह्याङ्गर भयो, यतापट्टि पनि कपडाको लागि स्पेस छ ठुलो, यतापट्टि कोट ह्याङ्गर छ पुरै स्टिलको पाइप राखेर, यतापट्टि सेट गर्छ। एउटा स्पेसली हाम्रो चाहिँ के हो भने हामीले चाहिँ अहिले अलिकति नयाँ तरिकाले चाहिँ ड्र बनाएको छौँ। अहिले यो सेप ड्र यो प्राय मान्छेहरूलाई थाहा नहुने, त्यो हिसाबले गर्दाखेरि ड्र बनाएको छौँ। यो माथि पुरै कपडा हेर्न गइहाल्यो यो। त्यसपछि यता आएर हामीले चाहिँ यो स्पेस अलिक ठुलो हुनुको कारणले गर्दाखेरि बक्स बनाएको छौँ मान्छे बस्नको लागि। स्पेसली अलिकति यो गमलाहरू फोटोहरू राख्नको लागि हामीले यो डिजाइन गरेको छौँ। भने हामीले चाहिँ यतापट्टि आएर यसमा चाहिँ हामीले रुम डेकोरेसन राम्रो होस् भनेर चाहिँ लाइट फर्काएको लगाएको छौँ। प्लस हामीले पार्किट पनि गरेको छौँ। हजुरहरूलाई पनि चाहिन्छ भने सम्झिनु होला। बिन इन्टेरियर ड्रेसिङ। धन्यवाद।